Hey, what's up, people? It's your boy Prep Tamang, right now with a new vlog. And yes, namaste fabulo kamrimo sewaru sewani jojolapa tastile. And assalamu alaikum to everyone watching my vlog. So, welcome to the vlog. In today's vlog, I'm gonna talk about my homestay. So, if you guys are planning to come to Darjeeling and book a homestay, which is far from the crowd and which is peaceful, which offers you good hiking spots, as well as which offers you a place where you can sleep and enjoy the starry view at night, you are at the right spot. So yeah, abhi to bhai. So as you can see, the room is ready for you all. Anta यहाँ पनि यस्तोहरु पनि रेडी छ. Washroom pani is ready, as you can see. Yo, pani pani छ. अब यहाँ ऐना बाकी. So सब कुछ भइसकिसक्यो. Everything is ready, but बेडहरु हाल्नु बाकी छ है. त्यहाँदेखिको त्यहाँ बस्ने टेबल चेयर हाल्नु बाकी छ. बत्तीहरु पनि भइसकिसक्यो. So अब just few things left. त्यहाँदेखिको चाहिँ मजाले तपाईहरुलाई भनिदिन्छु पनि कसरी के गर्नुपर्ने भनेर. यो रुम चाहिँ इज द बिगर रुम. अलिक ठुलो छ यो चाहिँ. अन्त तपाईलाई देखाउँ भने चाहिँ यही हो. बेड्सहरु चाहिँ सबै कामै सकिसक्यो यार. यो के हो, यहाँको पनि वाशरुम त मजाको भइरहेको छ पनि. हो सो हल्का सफा गर्नु बाँकी छ वाशरुमहरु पनि. हो यो चाहिँ हो अलिक ठुलो रुम. यसमा चाहिँ दुईटा बेड हुन्छ, ठुलो ठुलो. हियर एन्ड देन देयर. यो 4 जना. यो रुममा नभनेको म्याक्स टु म्याक्स कति 6 होला हट्ने, तर 4 जना चाहिँ ठिकै क्यापेसिटी भएको. त्यहाँदेखिको यो भित्र चाहिँ 2 जना र 1 जना. यो ठुलो बेड हुन्छ, यहाँ सानो बेड हुन्छ. अन्त यो रुममा अट्छ तपाईको 3 जना. यस्तै छ. सनसेट हुँदैछ. मजाको भइरहेको छ. तपाईहरु देखाउँदै लगौँ भने माथि नै एउटा भ्यू पनि देख्छ. हो यहाँ मजाको. यहाँ चाहिँ काम छ, पिसफुल छ यो जग्गा. यहाँ बस अन्त उताबाट देखाइदिउँ. अब चाहिँ show you other side of the place. Alright, so this is my favorite part of the place. हाम्रो घरको यहाँ चाहिँ तपाईले देख्न सक्नुहुन्छ. सक् भइहाल्छ मेरो चाहिँ. यहाँ चाहिँ देख्न सक्नुहुन्छ तपाईहरुले सब्जीहरु, खाने सब्जीहरु के छ चाहिँ यहाँ. कोपी, बन्दाकोपी, त्यहाँदेखि के भन्छ यो डल्ले मिर्च. के हो यो, कुन त के हो निस्केछ. टमाटर जस्तो छ. पीहरु छ. यो चाहिँ पहिलाको हाम्रो घर. यहाँ बहिनीको साइकल पनि छ. यो साइड बिटरुट यस्तो के छ यहाँनिर. सबै रेडी भइसकिसक्यो यार.
यो पाटा नभएको भए चाहिँ यस्तो दामी देख्थ्यो कि यहाँदेखि यति पाटा नभएको भए चाहिँ किनभने यत्रो स्पेस हुन्थ्यो यहाँदेखि त्यहाँसम्म ठुलो स्पेस हुन्थ्यो आम्मा साह्रै दामी देख्थ्यो नि यस्तो मजाको देख्छ नि यो बाटो चाहिँ देख्न सक्नुहुन्छ दिस इज माई फेभरेट पार्ट मजाको साइलेन्ट काम जग्गा मजाको जग्गा त्यसको साथसाथ चारैतिर भेजिटेबल्सहरू पनि उम्रिने जग्गा छ नि त त्यही भएर दामी छ यो चाहिँ मेरो बाइक यहाँ चाहिँ यस्तो छ अहिले चाहिँ माथि जाउँ त के कुन चाहिँ चरा कराउँछ यस्तोको छ यस्तो छ मजाको योतिर हाइकिङ जग्गाहरू पनि छ नि हाइकिङ स्पट्स यहाँबाट त्यहाँ जाने छ यहाँबाट तल जाने पनि छ यस्तै छ दामी छ जग्गा चाहिँ सो दिस इज इट या देखाइहालेको छु तपाईँहरूलाई हो अबको 2-3 विक्समा त स्टार्ट पनि हुन्छ होला जतिसम्म लाग्छ अन्त स्टार्ट हुनु बित्तिकैदेखि तपाईँहरूलाई म मजाले देखाइदिन्छु झन् म त अहिले घर भर्खरै आएकोले गर्दाखेरि सिधै सरको नाम्ची गएँ नाम्चीमा हाम्रो घर त्यही ओपनिङ थियो त्यहाँ गएर घर कुनै के पूजा थियो त्यही पूजामा गएर जाँदाखेरि त आएको ब्याक सो त्यसै छ हेर्दै गर्नु मेरो ब्लग अनि तपाईँहरू पनि आउनु नभुलिनुहोस् होला जतिसक्दो इन्ट्रेस्टिङ तपाईँहरूलाई कुराहरू याद छ जुन चाहिँले चाहिँ होमस्टे राम्रो हुन्छ भने यु गाइस क्यान कमेन्ट डाउन बिलो अलराइट एभ्रिवान सो तपाईँहरू पनि आउनुहोस् होला होमस्टे मेरो होमस्टे अब यो ओपनिङ हुँदाखेरि ओपनिङ मतलब स्टार्ट भइसकेर बुक गरेर आउनुहोस् होला तपाईँलाई म बुकिङ डिटेल्सहरू पनि देखाइदिन्छु इन्स्टाग्रामको पनि त्यो उयो पेजेसहरू पनि अन गर्नुपर्छ सो यस एभ्रिवान दिस इज इट मजाको सनसेट हुँदैछ त्यहाँनिर हेर्नु यही सनसेटसँग चाहिँ लेट्स एन्ड द ब्लग बाई एभ्रिवान सो दिस इज द ब्लग आई होप यु गाइज एन्जॉयड मन पऱ्यो भने डु लाइक सेयर कमेन्ट एन्ड सब्सक्राइब कस्तो खालको ब्लग मनपर्छ त्यो पनि भन्नुहोस् होला कमेन्टमा या कमेन्ट इट डाउन बिलो एज वेल बाई स्टे असम बिन्दास एन्ड जग्गा टु द नेक्स्ट भिडियो यो ब्लग मैले अगाडि पनि बनाएको थिएँ तर के गर्नु यो ब्लग अगाडि बनाएको ब्लग के भयो बिग्रियो त्यही भएर सेकेन्ड भिडियो बाई